हरेक यात्रा एउटा बाटोबाट मात्र सुरु हुँदैन। यही यात्रा मनको कुनै कुनाबाट अचानक उज्यालो बनेर निस्कन्छ। हामी चाहिँ आज पुस 15 को दिन बिदा पनि छ। त्यही मौका छोडेर हामी चाहिँ फुलबागत नगरपालिका वडा नम्बर 5 मा अवस्थित हाम्रो यो दुर्पिन डाँडा भन्ने ठाउँमा जाँदैछौँ। आज बिदाको दिन पारेर सबैजना पिकनिक होइन सानो पिकनिक। पिकनिकमा के त खानेकुरा यसो खानेकुरा त अब अहिले भन्नु मिल्दैन, अब माथितिर गएर देखाउनुपर्छ त्यो त। अब यहाँबाट दियोस् अलिअलि सामानहरू जुटाइँदै गइरहेछ, प्याज टमाटर। त्यसपछि हाम्रो यात्रा पनि त्यस्तै एउटा उज्यालो थियो। कोसीघाटबाट सुरु भएको तर गन्तव्यभन्दा धेरै अनुभूतितर्फ लम्किएको प्याज, खुर्सानी, तेल, मसाला यिनीहरू त केवल हातमा मात्र थियो, तर मनमा थियो थकानबाट भाग्ने एक मात्र चाहना र प्रकृतिसँग फेरि एकपटक आफूलाई भेट्ने सपना। 8 जना साथीहरू अनि 8 फरक कथा, तर एउटै यात्रा। मोटरसाइकलहरू फलामका घोडाहरू जस्तै हाम्रो हाँसो, डर, पीडा र आशा बोकेर बाटोमा निस्किए। झोलामा अड्दैन होला यार। बाटो ही एक जीवनको परीक्षा हो भने जस्तै दुर्बिन डाँडातर्फको बाटो त्यति सजिलो थिएन। भाँचिएको मन जस्तै धुलाम्य, कतै चिप्लो त कतै डरलाग्दो। बाटो त के चेन्ज भएको रहेछ त पुरै। यो बाटो हाम्रो धैर्यको परीक्षा थियो, मानव जिन्दगीकै जस्तो। ओखले स्कुलमा आएको होइन हामी? ल ठिक छ त। हामी त त्यहाँबाट आएको अहिले। कोसीघाट भन्ने गाउँ यही हो, यहाँबाट आएको। मेलामा त मान्छे कोही छैन नि त यार। ल अगाडिको अपडेट हामी फेरि जानकारी गराउँछौँ तपाईँहरूलाई। गन्तव्य नजिकै जाँदा मन हलुका हुँदै गयो। नजिकैको एउटा घर, साधारण तर माया र अपनत्वले भरिएको, जहाँ हाम्रो भोजन आधार पुरै तयार पारेर राखेका थियौँ। यो क्षण केवल खानेकुरामा मात्र सीमित थिएन, त्यो मित्रताको उत्सव, प्रकृतिसँगको मित्रता र चिच्याहाटदेखि केही टाढा। ल अहिले चाहिँ हामी बाख्रा काटिङ गर्ने ठाउँमा आइसकेका छौँ। अब यहाँ बाख्रा डगरी होइन, ल है सुरसार हुँदैछ हाम्रो यहाँ। अचानक अरिङ्गालको टोकाइ, पीडा एकछिन शरीरभरि फैलियो, तर त्यो पीडाले हामीलाई रोकेन, बरु अझ मजबुत बनायो। किनकि हामी केवल घुम्न मात्रै निस्केका थिएनौँ, अनुभव गर्नु पनि हाम्रो उद्देश्य थियो। जार लगायो भने त्यो सुन्दिन अरे। जारको औषधि हुन्छ नि, जारमा प्रयोग गर्ने, त्यो वालाले एकदम काम गर्छ के। पोलपाल गरेर फिनिस भइसकेको छ। अब यसलाई कारबाही गर्न बाँकी छ। चाहिने सामग्रीहरू जति सबै पूर्ण रूपमा तयार पारेका थियौँ र आवश्यक मात्र पोको पारेर अगाडि बढ्यौँ। हामी चाहिँ अहिले ठ्याक्कै लगाएर यो स्पटमा आइसक्यौँ। हामी पिकनिक खाने स्पटमा सब सामग्रीहरू ल्याएर आइसक्यौँ। यस्तो ब्युटिफुल ठाउँ छ यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूले। यतापट्टि दुर्पिन डाँडाको मन्दिर, त्यसपछि हेर्न सक्नुहुन्छ यो त हामीले लगेको खानेकुराहरू पकाउनलाई केही साथीहरू चुलोको जोहो गर्दैछन्।
डाँडाको त्यो पारिलो घाम आगोभन्दा अघि नै साथीपनको ताप फैलाइरहेको थियो। डाँडाको काखमा बसेर हामी पिकनिकको रमाइलोमा मग्न छौँ। साथीहरूको हाँसो, हल्का हावा र चारैतिर फैलिएको हरियालीले मनलाई निकै नै शान्त बनाइदिएको छ। दिउँसो देखिएको यो जुनले आजको दिनलाई झनै विशेष बनाइदिएको छ। यस्तो दृश्य सायद प्रकृतिको उपहार हो। हामीले लिएको खानेकुरा तयार पार्नका लागि आगो पनि बाल्नै पर्ने भयो। आगो जति जति हुर्किँदै थियो त्यति नै घाम पर सरे झैँ मानौ यिनीहरू बीचको चुम्बकीय शक्ति जस्तै। समय ढिलो, यति बेला समय ढिलो बग्न थाल्यो। मोबाइलहरू चुपचाप लाग्यो अनि मनहरू खुल्न थाल्यो। सूर्यास्तको आकाशको चलचित्र झैँ मानौ घाम अस्ताएन, क्षितिज पारी बिस्तारै घुल्यो। प्याज काट्दा आँसु झरे, तर त्यो आँसु दुःखको होइन, रमाइलोको एउटा सङ्केत थियो। आज शाकाहारीहरूलाई छुट्टी छ। कराईमा पाक्दै गरेको खानेकुराले भोकलाई चुनौती दिइरहेको छ। मरिच, जिरा, धनियाँ र अलिकति माया। यहाँ न त प्लेटको गिन्ती छ न त डाइटको कुरा। डाँडामा बनेको यो खानेकुरा साथीहरूको साथमा आजको यो पिकनिकले साँच्चीकै हाम्रो सम्बन्ध जोडिदिएको छ। बन्चर छ त, पुरै व्यवस्था हो क्या। यहाँ पहिलो परिकारले भोक जगाइदिएको छ। अब यो दोस्रोले त झन् मनै जित्नेवाला छ। डाँडाको खुल्ला आकाश मुनि साथीहरूको हाँसो बीच पाक्दै गरेको यो मासुको परिकारले आजको पिकनिकलाई अझै स्वादिलो बनाइदिएको छ। मासु पकाउनु मात्रै ठुलो कुरा होइन। सबैभन्दा ठुलो खुसी त ती खानेकुराहरू बाँड्दा आउँछ। यहाँ एउटा सोखिन हात माया र स्वाद बोकेर मासु बाँड्दैछ। कोही प्लेट समाउँदै त कोही पालो कुर्दै, र सबैको आँखामा एउटै चमक, केवल स्वादको अपेक्षा। यो मासु केवल मसला र आगोको नतिजा होइन, यो त साथ, सम्मान र मित्रताको स्वाद हो। डाँडाको खुल्ला आकाश मुनि एकजनाको सोखिन मनले सबैलाई एउटै थालीमा जोड्दैछ। यस्ता क्षणहरूले पिकनिकलाई खाना मात्र होइन, याद पनि बनाइदिन्छ। तलपट्टि टिमटिमाएका बत्तीहरू झरेका ताराहरू जस्तै चम्किरहेका थिए। चिसो हावा डाँडाबाट बिस्तारै झर्दै हाम्रो वरिपरि घुमिरह्यो, मानौ उसले पनि हाम्रो कुराकानी सुन्न चाहेको हो। त्यही चिसो हावासँगै हामी एक अर्कामा मन साटासाट गर्न थाल्यौँ। सूर्य अस्ताउँदै गर्दा कुहिरोले बिस्तारै पृथ्वीलाई न्यानो बर्को ओढाइरहेको छ। चारैतिर सेतो मौनता छ र त्यही कुहिरोमाथि केही डाँडाका चुचुराहरू अझै स्पष्ट देखिन्छ। मानव कुहिरोमाथि फैलिएको एउटा विशाल खेल मैदान हो, जहाँ कल्पनामा घोडाहरू स्वतन्त्र रूपमा दौडिरहेका हुनेछन्। साँझको हल्का चिसो हावा, कुहिरोको शान्त चाल र डाँडाको स्थिरता सबै मिलेर यो दृश्यलाई झन् रहस्यमय बनाइरहेका छन्। कुहिरो केवल बादल होइन, यो त जाडोमा पृथ्वीले ओढेको ममताको बर्को हो। यस्तो साँझले मनलाई शान्त बनाउँछ र प्रकृतिसँग निशब्द संवाद गराउँछ। कुहिरो नाचिरहे जस्तै जाडोले पछ्यौरी ओढे झैँ रङहरू मानव कुनै एडिटरले आकाशमा कलर ग्रेडिङ गरेको हो। यो दृश्यले हेर्ने मात्र होइन, महसुसको हद पार गरिसकेको थियो। केही साथीहरू फोटो खिच्दै थिए भने कोही भिडियो टिकटकमा व्यस्त थिए, अनि यताउति गर्दा गर्दै समय बितेको पत्तै भएन।
र बिस्तारै रात चिप्पिँदै गयो। ल हाम्रो खानपिन हुँदैछ यहाँ चाहिँ। अब देख्न सक्नुहुन्छ दृश्य एकदम ठ्याक्कै हाम्रो अगाडि चाहिँ यस्तो दामी भ्यू छ होइन। त्यसको साथमा हामी यहाँ खानपिन भइरहेछ। टक्क लाग्ने यहाँ आगोमा पार्दैछ। यहाँ बगालहरू फेरि फोटो खिच्ने भनेर आत्तै छन् डोलेको। ल अहिले फोटो खिचेर टक्क अहिले हाँसो ठट्टा चलिरहँदा हामी सबैले एक एक गरी फोटो खिच्यौँ। मुस्कान, मित्रता र त्यो नदेखिने खुसी जो शब्दमा सजिलै अट्दैन, यी सबै क्यामेरामा कैद भए। कसैको चर्को हाँसो, कसैको रमाइलो पोज, तर सबैको मन एउटै फ्रेममा थियो। यी फोटोहरू सामान्य तस्बिर होइन, यी त भोलिका दिनमा आजलाई सम्झाउने अमूल्य सम्झना हुन्। पिकनिक बरु बिर्सेर गइजाला, तर आज खिचिएका यी तस्बिरहरूले हाम्रो साथ सधैँ जोगाइरहनेछन्। दुर्बिन डाँडाको काखमा आजको पिकनिक प्रकृतिसँग आत्मीय संवाद जस्तै लाग्छ। समुद्री सतहदेखि करिब 2000 मिटर उचाइमा उभिएको यो डाँडा शान्त, विशाल र गर्विलो देखिन्छ। मौसम सफा हुँदा यहाँबाट दक्षिणतर्फ नेपालगञ्जसम्मको दृश्य अवलोकन गर्न सकिन्छ र साँझपछि सुनसान वातावरणमा नेपालगञ्जबाट गाडीका हर्नहरू यहाँसम्म सुनिन्छन्। पश्चिमतर्फ वीरेन्द्रनगर भ्याली प्रत्यक्ष रूपमा फैलिएको देखिन्छ र उत्तरतर्फ हिमाल मानौ मुस्कुराउँदै हामीलाई अभिवादन गरिरहेको छ। सुन्दरता यहाँ अपार छ, तर आधारभूत विकास भने अझै अपुरो छ। पानीको अभाव, बत्ती र सडक जस्ता आवश्यकता आज पनि चुनौतीकै रूपमा देखिन्छ। तर यिनै समस्याका बावजुद पनि दुर्बिन डाँडाले हामीलाई शान्त, सुन्दर दृश्य र अमूल्य अनुभूति दिएको छ। यही ठाउँ, यही साथ र यही क्षण हाम्रो पिकनिकलाई सधैँ सम्झना लायक बनाइदिएको छ। जर्मनबाट नेपालमा एकजना आउनुभएको थियो। जर्मनबाट एउटा यस्तो कोड सिकेर आउनुभएको रहेछ एकजना हाम्रो फोटोग्राफर चाहिँ। त्यसकै सदुपयोग भइरहेको छ अहिलेसम्म। लटक्क हामीसँग अब फोटोसुट भइसकेपछि अन्तिम उकालो पिरामिड जस्तो शान्ति र शब्दविहीन देखिन्थ्यो। गन्तव्य पिरामिड झैँ उभिएको, शान्त, स्थिर र सबै कुराले हेरेर पनि केही नबोलेको। पूर्वतर्फ दुर्बिन डाँडाको मन्दिर, पश्चिमतर्फ खड्गदेवी मन्दिर, त्यस्तै गरी दक्षिणतर्फ रोमाञ्चक डाउनल्यान्ड र उत्तरतर्फ रङ्गीन आकाश कथाहरू सुनाइरहेका थिए। अब बिस्तारै साँझ परेको छ। डाँडामा चिसो अझ बढ्दैछ। हामीले रातिका लागि दाउराहरू जम्मा गरेर आगो बाल्यौँ र आगो बिस्तारै बल्न थाल्यो। आगोको तातोपनले हात मात्र होइन, मन पनि ततायो।
आगो वरिपरि साथीहरू भेला भयो। कसैको अनुहार उज्यालो भयो भने कसैको आँखामा शान्त चमक देखियो। अहिले यो आगो मात्र होइन, यो त हाम्रो साथको प्रतीक बनेको छ। साँझको अँध्यारोमा यो सानो उज्यालोले डाँडालाई मात्र होइन, हाम्रो मनलाई पनि उज्यालो बनाइरहेको छ। यस्तो आगो वरिपरिका क्षणहरू पिकनिकका सबैभन्दा न्यानो सम्झनाहरू बन्छ। हाम्रो नाचो स्वतन्त्रताको क्षण जस्तै। गीतसँगै कोही नाच्न थाले त कोही तालीमा ताली मिसाए। नाचो पिञ्जडाबाट आजाद एउटा कुनै चरा जस्तै। कुनै स्टेप मिलाउनु पर्छ भन्ने थिएन, किनकि त्यो मनको नाच थियो। संसाथी बसौला फेरि यस्तै रमाइलो गरौला। पानीको पात गए तिमीलाई सम्झन्छु दिनको आगोले पोल्नी शिवले किन नबोल्नी माया पानीको पात। कसैले आफ्नो दुःख खोले त कसैले आफ्ना सपनाहरू सुनाए। अनि जानी नजानी दोहोरी सुरु भयो। न कुनै तालिम न कुनै अभ्यास, मनले मनलाई उत्तर दिइरहेको थियो। चिसो हावा दोहोरीको लय बोक्दै टाढा टाढासम्म फैलियो। त्यो गीत गलाबाट होइन, आत्माबाट निस्केको थियो। खाँदा खाँदै कसरी बोल्ने छन् माया। त्यो रात हामी साथी मात्र रहेनौँ, हामी एउटा सिङ्गो परिवार जस्तै भयौँ। आकाश, तारा, चिसो हावा र मनभित्रको शान्ति। अन्ततः हामी घर फर्किने समयले झकझकाइरहेको थियो। राति 11 बजे हामी घर फर्कियौँ, तर खाली होइन, स्मृतिले भरिएर। थाकेर होइन, मुस्कुराएर। हामी घर फर्कियौँ, तर दुर्बिन डाँडा हाम्रो मनमै बसिरह्यो। किनकि केही यात्राहरू बाटोमा सकिँदैनन्, ती मनभित्र सदैव बाँचिरहेका हुन्छन्।